हेलो गाइज, वेलकम टु माई सिर्जना ब्लग। सिर्जनाको अर्को भिडियोमा हजुरहरूलाई स्वागत छ। भिडियो पुरा हेरिदिनु होला। आज चाहिँ म बिहान उठेँ अनि मम्मीले भन्नुभयो मल फाला भनेर। अनि म गएँ गोठतिर गएको त भैँसी त उभिएर बसिरहेको रहेछ, हिलो भएको रहेछ पानीले गर्दाखेरि। पानी पस्यो होला सायद। अनि पारिपट्टि हेरेको त कस्तो राम्रो बादल घाम लागेको रहेछ। अनि त्यसपछि यसो हेरेँ, एकछिन हेरेँ, कस्तो रमाइलो लाग्यो। अनि त्यसपछि मैले सुरु गरेँ मल फाल्न। अनि भट्टाभट्टी मल फाल्न थालेँ। अनि अलिअलि डर पनि लागिरहेको थियो भैँसीले हान्छ कि भनेर, किनकि म अलिकति टाइमपछि आएको नि त काठमाडौँबाट। तर भैँसीले केही पनि गरेन। फाइनली मल फालेर चाहिँ सक्यो। भैँसी पनि खुसी हुन्छ अब राम्रो ठाउँ बस्न पाइन्छ भनेर। हातमा नि कालो कालो लागेको थियो। अनि म चाहिँ सामानहरू राखेर गएँ हातखुट्टा धुनको लागि। धारा पुगेर धारामा पानी खोलेर साइ हातखुट्टा पखाल्न थालेँ। अनि यसो हेरेको त पानीले मात्रै हिलो नजाला जस्तो लागेर गएर साबुन टिपेर ल्याएर साबुनले नै माझ्न थालेँ। साबुनले माझेपछि अलि राम्रो जान्छ भनेर। हातखुट्टा पखालेर सकेर मुख पखालेँ। अनि त्यसपछि मुख पखालेपछि मैले धारा बन्द गरेँ। अनि यतापट्टि आएर हेरेको त हाम्रो बाउले पालेको खरायो बसिरहेको रहेछ। अनि एकछिन खरायोलाई जिस्काएँ। अनि त्यसपछि यसो हेरेको त बादलहरू अझै पनि लागिरहेको रहेछ। अनि यतापट्टि हेरेको त हाम्रो भाइले पालेको ढुकुर पनि रहेछ, त्यो पनि जोडी। अनि म चाहिँ मक्ख परेर हेरेँ, ढुकुर पनि जोडी छ, म चाहिँ यहाँ बसिरहेको छु सिङ्गल भनेर। अनि हजुरहरूले यो भिडियो लास्टसम्म हेरिदिनु भएको छ भने लाइक, कमेन्ट, सेयर गरिदिनु होला। हस् त, धन्यवाद।